यो इच्छानगर जाने बाटो हो। अनि पहिला हामी यता गाईहरू चराउँथ्यौँ, तर अहिले चाहिँ यस्तो भएको छ, पर्यटक क्षेत्र बनिएको छ। यो ठुटे खोला पुल हो। अनि यो पुल चाहिँ अहिले प्रदेश नम्बर 2 को चाहिँ हाम्रो ठोडीको मध्य प्रदेशको भाइरल पुल हो। यहाँनिर चाहिँ दिनमै हजारौँ मानिसहरू आएर फोटो खिच्ने गर्छन्। र आज चाहिँ उत्तिको भिड छैन, नभए एकदमै जाम हुन्छ, भिड हुन्छ। अनि यतापट्टि हाम्रो सेतो पहाड छ, यसलाई हामी परेवा भिर पनि भन्छौँ। यो खोला छ, यहाँबाट इन्डियामा 3 ठाउँ र नेपालमा 2 ठाउँ पानी गइरहेको छ। अनि त्यसलाई ठुटे खोला भनेर भन्छ। अनि यतापट्टि चाहिँ इन्डिया छ। ल यो चाहिँ इन्डिया हो। अब यहाँबाट तपाईँलाई मैले देखाएको चाहिँ इन्डिया हो। यहाँनिर एउटा बोर्डरको चाहिँ पिलर पनि छ हो, त्यहाँदेखि यता चाहिँ नेपाल पर्छ। त्यो पिलरदेखि उता चाहिँ इन्डिया पर्छ। पारि इन्डियाको एसएसपीहरू बस्छ यहाँ चाहिँ। यो तरिकाले यो भइरहेको छ। यता हाम्रो ठोडी हो। यहाँ माथि एउटा होटल छ अहिले, ठोरी भ्यू भनेर। इन्डियन साथीहरू दिदीबहिनीहरू पनि छन् यहाँनिर। ल मैले यो छोटो भिडियो सुट गरेको छु। यो रुखमुनि बसेर यहाँ रमाइलो गर्ने, नाच्ने, खाने, खाना पकाउने, यहाँ धेरै रमाइलो हुन्छ। यो हाम्रो राईधारा हो। पुरानो राईधारा चाहिँ यो हो। यहाँ चाहिँ मैले प्राय धारा खोपेर हाल्ने मन गर्थेँ। अनि धारा बनाएर अनि छिनोलो खोपेर राईधारा भनेर प्रत्येक नाग पञ्चमीको दिनमा एक दिन मैले हाल्ने गर्थेँ यहाँ त्यो जमानामा। अनि यो चाहिँ पछि बनाएको राईधारा हो। 2टा राईधारा छ। अनि मेरो घर चाहिँ त्यहीँबाट, यहाँ हल्का यहाँबाट उका यो बाटो जानुपर्छ मेरो घर। त्यही माथि डिलमाथि मेरो घर छ, जग्गा जमिन त्यही हो मेरो। अनि यहाँ चाहिँ इन्डियन नेपालको धेरै पर्यटकहरू आउनुहुन्छ, आएर यहाँ सेल्फी हान्ने, फोटो खिच्ने, यस्तो धुलै उडेको छ यस्तो गर्नुहुन्छ। यो बाग बनाएर राखेको छ। राति यो बत्तीहरू सबै बल्छ, झिलिमिली हुन्छ। त्यहाँ प्रहरी प्रशासन छ। अब यता मैले तपाईँलाई देखाइहालेँ, यता पारि चाहिँ इन्डिया हो। यो पिच रोडसम्म चाहिँ हाम्रो पर्छ नेपाल, अरू इन्डिया पर्छ। गाडीहरू आउँछ, गाडीहरूको अब मान्छे बोकेर आउँछ, बसहरू आउँछ, त्यसको लागि नै बनाइएको छ। यहाँको मेन पैसा उठाउने इन्चार्ज चाहिँ मेरो मिजी हुनुहुन्छ। ल हाम्रो ठोडी बजार जाने बाटो छ यता। घाम एकदमै अस्ताउनु आँटेको अवस्था छ। पारि इन्डिया हो। यो बगरदेखि उता इन्डिया हो। यहाँनिर चाहिँ गाडीहरू पस्छ। ल मिजु लागेँ म अब यसो सट्ट घुमेर एक राउन्ड लगाएर हिँडेको। अहिले एक्लै हो कि तपाईँको साथी छैन अर्को कोही? त्यो माथि भ्यू टर्नु लग्दैछ। त्यो भाइ उता माथि छ अहिले। ल यहाँ चाहिँ गैँडाको मूर्ति बनाएको छ। एकदमै नेपालको राष्ट्रिय जनावर हो यो। अनि यो पनि हेर्नको लागि, फोटो खिच्नलाई मान्छेको धेरै भिड नै हुन्छ। यहाँनिर सार्वजनिक शौचालय छ, गाडीहरू हिँडिरहेछ। यता ठोडी बजार पर्छ। पहिला हामी यहाँ बल खेल्थ्यौँ, बस्तु चराउँथ्यौँ, त्यस्तो अवस्था थियो। तर अहिलेको सरकारले धेरै यहाँनिर काम गर्नुभएको छ। सरकारले यता बस्ने ठाउँ, यता पानी पऱ्यो भने बस्ने ठाउँ, यी पानी सार्वजनिक पानी खानका लागि हाम्रो राईधाराबाट ल्याएर छुट्याएर ल्याएको छ। धेरै रमाइलो छ। यो चाहिँ खयरको रुखहरू हो। यो रुख खयरको रुख हो। अनि यो रुख काट्यो भने चाहिँ मान्छे मारेको भन्दा बढी यसको चाहिँ सजाय हुन्छ। खयरको रुख। ल राईधारा, यहाँ इन्डियादेखि मान्छेहरू पानी लिन आउँछन् धेरै। एउटा यहाँनिर छ धारा, अर्को त्यहाँनिर पनि धारा छ। त्यो इन्डियाको भाइहरू बसेर पानी भर्दैछ यहाँनिर। मैले जुम गरेर टाढोबाट देखाएको। अनि यो माथि सेतो भिर, इन्डियनहरू धेरै घुम्न आउने भिर हो यो। ल आज धेरै वर्षपछि फेरि आफ्नो गाउँमा आएर यसो सानो एउटा भिडियो बनाउने अवसर पाएको छु। परमेश्वरलाई धेरै धन्यवाद।